ओ आर्मी सर कहाँ पुगेको तपाईँ एक्लै एक्लै नहिँड्नु न यसरी एक्लै एक्लै हिँडेपछि त अनि के भएर हिजो ड्युटी अनि यो के हो माल के अरे रातिको ड्युटी गरेको क्या के अनि त भन्नु हेर्नु त खतरा आइरहेछ यहाँ त भिडियो हेर्नु त कस्तो राम्रो देखेको तपाईँलाई है यति राम्रो देखिरह अनि कहाँ यसो छेउछाउ बसेर यसो सँगसँग खोज्नु माछा मारेर खाने यिनीहरूले यो माछा त के यो मिठो हुन्छ र यो नुनिलो पानीमा भएको माछै नुनिलो हुँदैन खान सक्ने माछा हुन्छ यो खान सक्छ यिनीहरूले अरू हामीले खाने पनि माछा कहाँ समुद्रको त हो त्यो त नुनिलो आउँदैन नि त कहाँसम्म पोखरीको हो नि आर्मी सर हामीले खाने माछा त सबै त पोखरीको काम सबै पोखरीकै हो समुद्रको पनि हुन्छ होला हुन चाहिँ तर प्रायः जस्तो हामीले खाने चाहिँ पोखरीकै हो क्या पोखरीकै हो हामीले खाने चाहिँ हामीले चाहिँ हेर्नु पर्ने हो होइन हेर्नेर बसेर परबला नि त फेरि के हेरेको भनेर ल त्यहाँ माछा मार्ने मान्छेहरू पनि टन्नै छन् हौ भाइ उता पर जाउँ क्या औ उता परतिर जाउँ न परतिर जाउँ भीष्मा कहाँ बाटो बिर्स्यो क्या भीष्माले हेर्नु है भीष्मा भीष्मा हराउला है भीष्मा उता प्रतीक्षालय अनि अघि त यस्तै घरलाई अनि मरेको मान्छे रुङ्ने मान्छे बस्ने भने होइन अहिले त फेरि अनि यस्तै घरमा बस्ने कुरा भयो त होइन उता अर्कै हो त यही घर त यही टाइपको थियो नि सिस्टम हो यहाँ पनि ठुलो खालको बल्छी लिएर आएको होयल माछा तान्ने बल्छी ल्यायो क्या माछा खेल्ने ठाउँमा आउँछ अलिअलि झुकुल पुकुल आउँछ यिनीहरूलाई माछामा टाइम पास गर्न आयो भने यिनीहरू पसल लिएर आएको हो क्या हो भीष्मा खै त भीष्मा आइपुग्यो नि त झिङ्गे माछाहरू त पार्छ नि कहाँ हो बस्ने सब यता राम्रो छ त यार यसमा बस्नु न यसमा यसमै बसौँ ल भीष्मा कहाँ छोडियो यार